प्रोग्राम ओनली रॉक लामा। आज मैं बहुत ही ज्यादा इमोशनल हूँ बिकॉज आपकी सपोर्ट की वजह से वी हिट 1 मिलियन सब्सक्राइबर ऑन यूट्यूब। के भयो किन यति साह्रो खाएको तिमीले Don't teach me. It's my life. Baby, आज म धेरै खुसी छु क्या। एकछिन आइहाल्यो ल। अन्धकारमा बसेको बेला तिमीलाई नै सम्झन्छु मन साह्रै दुखेको बेला तिमीलाई भनी लेखेको गीत गाउँछु जति टाढा तिमी गए नि तिम्रो यादमा रमाउँछु पूजा बेबी पूजा 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 बेबी के भयो बेबी के भयो यो के भयो तिमीलाई कसरी भयो मलाई अगाडि भन्नु पर्दैन थियो तिमी पढ्ता ना बोल एकदम चुप सबै खोजे जति पायौ होला म भन्दा नि माया गर्ने भेट्यौ होला खुसीहरूले तिम्रो कदम चुमोस् तिम्रो आँखामा आँसु कहिले
यदि तिमी मेरो जीवनमा नभइदिएको भए मेरो हालत के हुन्थ्यो होला म कल्पना नि गर्न सक्दिनँ। त्यस्तो नभन पूजा, तिम्रो लागि सधैँ थिएँ र सधैँभरि रहनेछु। तिम्रो खुसीको लागि म जे नै गर्न तयार छु। डोन्ट वरी, एभ्रिथिङ विल बी अलराइट। तिमी मेरो डाक्टर मात्र होइन, मेरो बचपनको साथी पनि हो। करण, मैले त सोचेको थिएँ कि म यहाँबाट निको भएर यहाँ रक्सँग नयाँ जीवनको सुरुवात गर्छु भनेर। मेरो सपना अधुरै भयो। पूजा, सबै आफ्नो भाग्य हो खेल। यसमा हामीले केही गर्न सक्दैनौँ। तिमीले यो बिमारीसँग लड्ने धेरै प्रयास गर्यौ। डोन्ट फर्गेट, यु आर अ फाइटर। म गएपछि जसरी नै तिमीले मेरो ख्याल राखेको छौ त्यसरी नै रकको ख्याल राख्नु है। र रकको आँखामा कहिले पनि आँसु नआओस् है। प्लिज करण, मलाई बाचा गर। म गएपछि जसरी नै तिमीले मेरो ख्याल राखेको छौ त्यसरी नै रकको ख्याल राख्नु है। अन्धकारमा बसेको बेला तिमीलाई नै सम्झन्छु। मन साह्रै दुखेको बेला तिमीलाई भनी लेखेको गीत गाउँछु।